राधे राधे साथीहरू, तपाईहरू सम्पूर्णलाई वैशाख महिनाको कृष्ण पक्षको एकादशी तिथि अर्थात् वरुथिनी एकादशीको धेरै धेरै शुभकामना तथा बधाई छ। साथीहरू, आजको यो भिडियो अत्यन्तै विशेष र ज्ञानवर्धक हुन गइरहेको छ, किनकि आजको यस भिडियोमा हामी बुझ्नेछौँ कि वर्ष 2082-83 मा आउने सबै कार्यहरूमा विजय दिलाउने र मनले चिताएको परिणाम दिने भगवान श्री हरि विष्णु तथा माता लक्ष्मीजीको असीम कृपा दिलाउने वरुथिनी एकादशी कुन दिन मनाइनेछ। यसपटक एकादशीको मितिलाई लिएर मानिसहरूको मनमा निकै दुविधाको स्थिति बनेको छ। कोही एक दिन त कोही अर्को दिन एकादशीको सही तिथि बताइरहेका छन्। साथै यसपटक यो एकादशी सोमबारको दिन परिरहेको छ, जुन देवहरूको पनि देव महादेवको पनि दिन मानिन्छ। यसले मानिसहरूभित्र यो जान्ने जिज्ञासा अझ बढेको छ कि उपवास कुन दिन राखियोस्। यस्तोमा तपाईले एकादशीको व्रत गर्नुपर्छ कि पर्दैन, व्रतको पारण कहिले गर्ने जस्ता सम्पूर्ण जानकारी तपाईलाई यसै भिडियोमा मिल्नेछ। त्यसैले साथीहरू, तपाईलाई अनुरोध छ कि आजको यो अत्यन्तै जरुरी र ज्ञानवर्धक भिडियोलाई थोरै समय निकालेर सुरुदेखि नछुटाई अन्त्यसम्म अवश्य हेर्नुहोला। निश्चित रूपमा तपाईको सबै अलमल र सबै कन्फ्युजन मेटिनेछ। साथीहरू, धार्मिक मान्यता अनुसार जब एकादशी तिथि आउँछ तब तिथिहरू घट्ने बढ्ने कारणले कहिलेकाहीँ दुविधा हुन्छ। यस्तोमा हामी तपाईको लागि हरेक पटक झैं यस पटक पनि वैदिक पञ्चाङ्गहरू र हाम्रो पात्रोको आधिकारिक गणनाबाट एकदमै सटीक तिथि निकालेर ल्याएका छौं, जसले गर्दा तपाई यो बुझ्न सक्नुहुनेछ कि तपाईले वरुथिनी एकादशीको उपवास कुन दिन गर्नुपर्छ। साथै जान्नेछौं कि व्रत कहिले र कसरी गरियोस्, व्रतको समयमा कुन नियमहरूको पालना तपाईले अनिवार्य रूपमा गर्नुपर्छ। त्यस्तै जुन साथीहरूलाई जीवनमा आफ्ना इच्छाहरू पूर्ण गर्नु छ वा कुनै पुरानो श्राप दोषबाट छुटकारा पाउनु छ, उनीहरूका लागि पनि हामी निकै विशेष उपाय लिएर आएका छौं। यसका अतिरिक्त वैशाखको यस महिनाको कृष्ण पक्षको एकादशीको दिन कुन चीजहरूको सेवन गर्ने र कुन चीजहरू भुलेर पनि तपाईले यस दिन खानु हुँदैन भन्ने बारेमा पनि चर्चा गर्नेछौं। साथै हामी जान्नेछौं कि यस दिन तपाईले कुन कामहरू अवश्य गर्नुपर्छ र कुन यस्ता काम हुन् जुन यस दिन तपाईले गल्तीले पनि गर्नु हुँदैन। त्यसैले साथीहरू, यस भिडियोलाई सुरुदेखि लिएर अन्त्यसम्म नभगाई पूरा अवश्य हेर्नुहोला। सनातन पञ्चाङ्गका अनुसार प्रत्येक महिनामा 2 एकादशी तिथिहरू आउँछन्, एउटा कृष्ण पक्षमा र एउटा शुक्ल पक्षमा। तर वैशाख महिनाको कृष्ण पक्षमा आउने यस वरुथिनी एकादशीको महत्त्व धर्मग्रन्थहरूमा निकै अद्भुत बताइएको छ। स्कन्द र भविष्य पुराणका अनुसार वरुथिनी एकादशीको उपवास गर्नाले मानिसलाई सबै पापहरूबाट छुटकारा मिल्छ। कुरुक्षेत्रमा सूर्य ग्रहणको समयमा सुन दान गरे बराबरको पुण्य प्राप्त हुन्छ र उसका रोकिएका कामहरू पूरा हुन थाल्छन्। जो पनि व्यक्तिले यस व्रतलाई पूरा आस्थाका साथ गर्दछ, उसलाई कुनै पनि क्षेत्रमा हताशाको सामना गर्नु पर्दैन, चाहे त्यो कुनै पुरानो दोष होस् वा जिन्दगीका मुस्किलहरू। यसै कारण यस एकादशीलाई अत्यन्तै पुण्यदायी र सौभाग्य बढाउने मानिन्छ। शास्त्रीय मान्यता छ कि जो पनि मानिसले यस वरुथिनी एकादशीको व्रत धारण गरिहाल्छ, उसले जीवितै समाजमा प्रतिष्ठा र यश पाउँछ र व्रतको असरले यस्ता मानिसहरू आफ्नो अन्तिम समयमा सिधै भगवानको धाम अर्थात् वैकुण्ठ प्रस्थान गर्दछन्। यस व्रतको महिमा बताउँदै भनिएको छ कि यदि कुनै मानिसले कुनै कारणले वरुथिनी एकादशीको व्रत गर्न सक्दैन भने पनि यदि उसले बताइएको तरिकाले भगवानको पूजा अर्चना गरिहाल्छ र शास्त्रमा बताइएको केवल यो एउटा उपाय गरिहाल्छ भने उसलाई भगवान श्रीमन्नारायण र माता लक्ष्मीजीको चमत्कारिक आशीर्वाद मिल्नेछ। साथीहरू, भिडियोमा अगाडि बढौं, तर त्योभन्दा पहिले यदि तपाईं यस एकादशी तिथिमा आफ्नो र आफ्नो पूरा परिवारमा भगवान श्री हरि विष्णु तथा माता लक्ष्मीजीको असीम कृपा पाउन चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा ओम नमो नारायण लेखेर हाम्रो च्यानल उज्यालो यात्रालाई सब्स्क्राइब अवश्य गर्नुहोला। साथै तपाईं आफ्नो राशि पनि कमेन्ट बक्समा अवश्य लेखिदिनुहोस्, ताकि हामी तपाईलाई तपाईको राशि अनुसार सटीक उपाय बताउन सकौं। साथीहरू, शास्त्रका अनुसार वैशाख महिनाको कृष्ण पक्षको वरुथिनी एकादशी भगवान श्रीमन्नारायणलाई खुशी पार्ने सबैभन्दा श्रेष्ठ तिथि हो। यसपटक यो अझ विशेष छ किनकि यो सोमबारको दिन आइरहेको छ। यसलाई एउटा निकै शुभ संयोग मानिएको छ। यस दिन जो पनि मनुष्यले भगवान श्री हरि विष्णुजीको पूजा वन्दना गर्दछ, उसलाई पूरा एकादशीको फल प्राप्ति हुन्छ।
अब साथीहरू, एकादशीका नियमहरूको चर्चा गर्दा खान, पान र व्यवहारमा संयम अपनाउनु निकै जरुरी छ। धर्मग्रन्थहरूमा स्पष्ट रूपमा बताइएको छ कि एकादशी तिथि भगवान श्रीहरि विष्णुलाई समर्पित व्रतको दिन हो। पद्मपुराण, स्कन्द पुराण र ब्रह्मवैवर्त पुराणमा एकादशीको दिन चामल खानुलाई महापापको श्रेणीमा राखिएको छ। शास्त्रीय मान्यता भन्दछ कि एकादशीको दिन चामलमा पाप तत्त्वको निवास हुन्छ। त्यसैले चामल वा चामलबाट बनेको कुनै पनि चीज यस दिन खानु हुँदैन, चाहे तपाईँ व्रतमा हुनुहोस् या नहुनुहोस्। वरुथिनी एकादशीको दिन घरमा चामल बिल्कुल नपकाउनुहोस्। वरुथिनी एकादशीको मुख्य उद्देश्य आत्मिक रक्षा, पापबाट मुक्ति र आत्माको शुद्धि हो। यस एकादशीमा भगवान विष्णुलाई पहेला फूल र तुलसीको पात चढाउनु निकै पुण्यदायक मानिएको छ। शास्त्रमा यो पनि बताइएको छ कि यस दिन मौसमी फल र दूधबाट बनेका मिठाईहरू भगवान विष्णुलाई भोगको रूपमा चढाउन सकिन्छ। एकादशीको महिमा बताउँदै शास्त्रमा एउटा श्लोक आउँछ, एकादश्याम नभुञ्जित तण्डुलान कदाचन, अर्थात् एकादशीको दिन चामलको सेवन कहिले पनि गर्न हुँदैन। यसै कारण वरुथिनी एकादशीको दिन संयमका साथ व्रतको पालना गर्नु, विष्णु सहस्त्र नामको पाठ गर्नु र पहेला फलको भोग लगाउनु नै शास्त्र अनुसार सही विधि मानिन्छ। साथीहरू, भिडियोमा अगाडि बढौँ, तर त्योभन्दा पहिले यदि तपाईँ यस एकादशी तिथिमा आफ्नो र आफ्नो पूरा परिवारमा भगवान श्रीहरि विष्णु तथा माता लक्ष्मीजीको असीम कृपा पाउन चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा ओम नमो नारायण लेखेर हाम्रो च्यानल उज्यालो यात्रालाई सब्स्क्राइब अवश्य गर्नुहोला। साथै तपाईँ आफ्नो राशि पनि कमेन्ट बक्समा अवश्य लेखिदिनुहोस्, ताकि हामी तपाईलाई तपाईको राशि अनुसार सटीक उपाय बताउन सकौं। साथीहरू, शास्त्रका अनुसार वैशाख महिनाको कृष्ण पक्षको वरुथिनी एकादशी भगवान श्रीमन नारायणलाई खुशी पार्ने सबैभन्दा श्रेष्ठ तिथि हो। यसपटक यो अझ विशेष छ किनकि यो सोमबारको दिन आइरहेको छ। यसलाई एउटा निकै शुभ संयोग मानिएको छ। यस दिन जो पनि मनुष्यले भगवान श्रीहरि विष्णुजीको पूजा वन्दना गर्दछ उसलाई पूरा एकादशीको फल प्राप्ति हुन्छ। अब साथीहरू, एकादशीका नियमहरूको चर्चा गर्दा खान, पान र व्यवहारमा संयम अपनाउनु निकै जरुरी छ। धर्मग्रन्थहरूमा स्पष्ट रूपमा बताइएको छ कि एकादशी तिथि भगवान श्रीहरि विष्णुलाई समर्पित व्रतको दिन हो। पद्मपुराण, स्कन्द पुराण र ब्रह्मवैवर्त पुराणमा एकादशीको दिन चामल खानुलाई महापापको श्रेणीमा राखिएको छ। शास्त्रीय मान्यता भन्दछ कि एकादशीको दिन चामलमा पाप तत्त्वको निवास हुन्छ। त्यसैले चामल वा चामलबाट बनेको कुनै पनि चीज यस दिन खानु हुँदैन, चाहे तपाईँ व्रतमा हुनुहोस् या नहुनुहोस्। वरुथिनी एकादशीको दिन घरमा चामल बिल्कुल नपकाउनुहोस्। वरुथिनी एकादशीको मुख्य उद्देश्य आत्मिक रक्षा, पापबाट मुक्ति र आत्माको शुद्धि हो। यस एकादशीमा भगवान विष्णुलाई पहेला फूल र तुलसीको पात चढाउनु निकै पुण्यदायक मानिएको छ। शास्त्रमा यो पनि बताइएको छ कि यस दिन मौसमी फल र दूधबाट बनेका मिठाईहरू भगवान विष्णुलाई भोगको रूपमा चढाउन सकिन्छ। एकादशीको महिमा बताउँदै शास्त्रमा एउटा श्लोक आउँछ, एकादश्याम नभुञ्जित तण्डुलान कदाचन, अर्थात् एकादशीको दिन चामलको सेवन कहिल्यै पनि गर्नु हुँदैन। यसै कारण वरुखिनी एकादशीको दिन संयमका साथ व्रतको पालना गर्नु, विष्णु सहस्त्र नामको पाठ गर्नु र पहेला फलको भोग लगाउनु नै शास्त्र अनुसार सही विधि मानिन्छ। हेर्नुहोस् साथीहरू, यसपटक वैशाखको कृष्ण पक्षको यो एकादशी सोमबार आइरहेको छ। तपाईले भगवान विष्णुका साथ माता लक्ष्मीको पनि पूजा गर्नुपर्छ। सबैभन्दा पहिले तपाईले यस दिन कोशिश यही गर्नुपर्छ कि तपाईँ सूर्य निस्कनुभन्दा पहिले बिउझनुहोस्। उठेर स्नान आदि नित्य कर्महरूबाट निवृत्त भएर भगवानको मन्दिर सफा गर्नुहोस्। भगवानलाई स्नान गराउनुहोस्, उहाँको पञ्चामृतले अभिषेक गर्नुहोस्। फेरि गङ्गा जलले पवित्र पारेर भगवानको स्वरूपलाई पहेलो वस्त्र पहिर्याउनुहोस्। यो सङ्कल्प लिनुहोस् कि प्रभु, म श्री हरिको कृपा र आफ्नो मनोकामना पूरा गर्नका लागि वरुथिनी एकादशी व्रतको सङ्कल्प लिन्छु। हे ईश्वर, मलाई यो व्रत पूरा आस्था र नियमका साथ पूरा गर्ने हिम्मत दिनुहोस्। यसपछि भगवान विष्णुको पूजा आरम्भ गर्नुहोस्। सबैभन्दा पहिले उहाँलाई जल र अक्षता चढाउनुहोस्। नफुटेका पहेलो रङले रङ्गियाइएका चामलको प्रयोग मात्र पूजामा गर्नुहोस्, भोजनमा बिल्कुल होइन। पहेला फूल र तुलसीको पात अर्पित गर्नुहोस्। यसपछि धूप र शुद्ध घिउको दियो बाल्नुहोस्। पूजामा पहेला फल, केरा र मिठाईको भोग लगाउनुहोस्। तत्पश्चात भगवान विष्णुका मन्त्रहरूको स्मरण गर्नुहोस्, जस्तै ओम नमो भगवते वासुदेवाय। अब आउँछौं सबैभन्दा खास कुरामा कि यस दिन कुन कामबाट तपाईले परहेज गर्नुपर्छ।
सबैभन्दा पहिले त यस दिनको मुख्य भाव नै संयम र ब्रह्मचर्यको पालना हो। त्यसैले कुनै पनि प्रकारको रिस, लोभ, हिंसा र अरूको कुरा काट्ने काम यस दिन पूर्ण रूपमा मनाही छ। वरुथिनी एकादशीको दिन कसैमाथि पनि क्रोध नगर्नुहोस्। शास्त्रमा यो पनि भनिएको छ कि यस दिन रुख बिरुवा, विशेष गरी तुलसीको पात टिप्नु हुँदैन। तुलसीको पात एक दिन पहिले नै टिपेर सुरक्षित राख्नुहोस्। यस दिन आफ्नो घरलाई एकदम सफा सुग्घर राख्नुहोस्। यदि घरमा फोहोर रहन्छ भने त्यहाँ माता लक्ष्मीको वास हुँदैन। यस दिन ठूला बडा र ब्राह्मणको आदर गर्नुहोस्। वरुथिनी एकादशीको दिन जुठो भोजन गल्तीले पनि नखानुहोस् र अरू कसैलाई नखुवाउनुहोस्। यो एकादशी सबै पापको नाश गर्ने मानिन्छ। त्यसैले यदि तपाईँ मनमा कसैप्रति जलन राखेर व्रत गर्नुहुन्छ भने तपाईँलाई त्यसको कुनै फल मिल्ने छैन। रातको समयमा भगवान विष्णुको ध्यान गर्दै जागरण गर्नु निकै उत्तम मानिएको छ। भजन, कीर्तन र मन्त्रको जपका साथ यो पूरा रात भगवानको चरणमा समर्पित गर्नुहोस्। वैशाख महिनाको कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशीको नामले चिनिन्छ। यो एकादशी निकै पावन, पुण्य दिने र मानिसलाई हरेक सङ्कटबाट बचाउने मानिएको छ। शास्त्रमा बताइएको छ कि वरुथिनी एकादशीको व्रत गर्नाले मानिसलाई यो संसारमा सुख, शान्ति र प्रगति मात्र मिल्दैन, बरु उसलाई हरेक काममा कामयाबी हासिल हुन्छ। यो एकादशीले खास गरी ती रुकावटलाई खतम गर्दछ जुन तपाईको पूर्व जन्मको पाप वा आजको दोषको कारण तपाईको सफलतामा तगारो बनेका छन्। पौराणिक कथा अनुसार पुरानो समयमा नर्मदा नदीको किनारमा मानधाता नामका एक निकै दानी र तपस्वी राजाले राज्य गर्दथे। एक दिनको कुरा हो कि राजा मानधाता जङ्गलमा ध्यान लगाएर तपस्या गरिरहेका थिए। तब अचानक त्यहाँ एउटा खुङ्खार जङ्गली भालु आयो र तपस्यामा डुबेका राजाको खुट्टा चपाउन थाल्यो। तर राजाले कुनै पनि प्रकारको रिस वा हिंसा देखाएनन् र बिना कुनै रुकावट आफ्नो तपस्यामा मग्न रहे। केही समयपछि खुट्टा चपाउँदै त्यो जङ्गली भालुले राजालाई तानेर नजिकैको बाक्लो जङ्गलमा लग्यो। आफ्नो यो हालत देखेर राजा मानधाता डराए त अवश्य, तर उनले आफ्नो तपस्या भङ्ग गरेनन् र भगवान विष्णुलाई सम्झिए। राजाको पीडादायी पुकार सुनेर भगवान श्रीहरि तुरुन्तै त्यहाँ प्रकट हुनुभयो र आफ्नो सुदर्शन चक्रले त्यो भालुलाई मारिदिनुभयो। तर राजाको खुट्टा तबसम्म भालुले खाइसकेको थियो। तब भगवान विष्णुले पीडाले तडपिरहेका राजासँग भन्नुभयो कि तिमी शोक नगर, तिम्रो पछिल्लो जन्मको खराब कर्मको कारण नै यस भालुले तिम्रो खुट्टा खाएको हो। अब तिमी मथुरा नगरी जाऊ र वरुथिनी एकादशीको व्रत धारण गर। त्यहाँ मेरो वराह अवतार स्वरूपको पूजा गर। भगवानको आदेश मानेर राजा मानधाताले पूरा श्रद्धाका साथ वरुथिनी एकादशीको व्रत गरे। यस व्रतको शुभ प्रभावले राजा तुरुन्तै पापबाट मुक्त भए र फेरि आफ्नो सुन्दर र पूर्ण अङ्ग भएको शरीर पाउन सके। यसपछि उनलाई महान सौभाग्य र वैकुण्ठ धामको प्राप्ति भयो। भगवान श्रीकृष्णले युधिष्ठिरसँग भन्नुभएको थियो कि वरुथिनी एकादशीको व्रत यति असरदार छ कि यदि कसैले यसलाई पूरा मनले गर्छ भने उसको जिन्दगीका ठूलाभन्दा ठूला श्राप र पाप समाप्त हुन्छन्। वरुथिनी एकादशीको दिन मानिसले शारीरिक र मानसिक दुवै प्रकारको पवित्रतामा खास ध्यान दिनुपर्छ। आफ्नो मन, वचन र कर्मबाट सात्विकता कायम राख्नु नै यस दिनको असली उद्देश्य हो। यस दिन उपवास राखिन्छ, चाहे त्यो निर्जला होस् वा फलका साथ। भगवान विष्णुको पूजा, उहाँको नामको जप, कथा सुन्नु र रातमा जागरण गर्नाले यस एकादशीको पूरा फल मिल्छ। यस दिन उपवास राखिन्छ, चाहे त्यो निर्जला होस् वा फलका साथ। भगवान विष्णुको पूजा, उहाँको नामको जप, कथा सुन्नु र रातमा जागरण गर्नाले यस एकादशीको पूरा फल मिल्छ। वरुथिनी एकादशीको दिन केही खास कामबाट पूर्ण रूपमा बस्नुपर्छ, किनकि यो दिन आफैमाथि काबू राख्ने र साधना गर्ने हुन्छ। यस दिन तामसिक खाना, माछामासु, रक्सी र नसाबाट पूरा दूरी बनाएर राख्नुपर्छ। झुट बोल्नु, रिस गर्नु, कसैको अपमान गर्नु वा दिलमा शत्रुता राख्नुले यस व्रतको सबै फललाई खतम गरिदिन्छ। दिनको समयमा सुत्नु र खराब विचारमा हराउनु पनि सख्त मनाही छ। तुलसीको पात टिप्नु, कपाल काट्नु वा नङ काट्नु जस्ता काम पनि यस दिन बिल्कुल गर्नु हुँदैन, किनकि यो पूराको पूरा दिन भगवान विष्णुलाई नै समर्पित हुन्छ। यस्तो भनिन्छ कि जो पनि व्यक्तिले पूरा श्रद्धाले वरुथिनी एकादशीको व्रत गर्दछ उसको जिन्दगीबाट गरिबी, डर र मानसिक बेचैनी सधैँका लागि टाढा हुन्छ। उसले भित्री ताकत, बुद्धि र सही गलतको समझ पाउँछ। अन्त्यमा यो एकादशीले मानिसलाई भक्तिको बाटोमा अगाडि बढाउँदै सिधै मोक्षको नजिक लैजान्छ। यसरी वरुथिनी एकादशी महज एउटा व्रत होइन, बरु मनको मुराद पूरा गर्ने, आफैमाथि नियन्त्रण राख्ने र भगवान विष्णुको दया पाउने एउटा निकै शानदार मौका हो। एकादशीको दिन दियो बाल्ने उपाय निकै पवित्र, सुकुन दिने र चाँडै फल दिने मानिएको छ।
एकादशीको दिन साँझको समयमा सूर्य अस्ताएपछि घरको मन्दिर वा पूजाको ठाउँलाई सफा गरेर त्यहाँ दियो बालिन्छ। यस दिन शुद्ध घिउको दियो बाल्नु निकै शुभ मानिएको छ, किनकि घिउ सात्विकता र लक्ष्मी तत्त्वको निशानी हो। दियो बाल्ने बेला आफ्नो मनलाई एकदम शान्त राख्दै भगवान विष्णुको ध्यान गर्नुपर्छ र मनमा यो भावना राख्नुपर्छ कि जसरी यस दियोको रोशनी चारैतिर फैलिरहेको छ, ठीक त्यसै गरी हाम्रो जिन्दगीबाट अज्ञानताको अँध्यारो हटिरहेको छ। एकादशीको साँझलाई तुलसी माताको छेउमा दियो बाल्नुको ठूलो महत्त्व बताइएको छ। तुलसीको नजिक दियो बाल्नाले पूरा घरमा सकारात्मक ऊर्जा फैलिन्छ र भगवान विष्णु धेरै चाँडै खुसी हुनुहुन्छ। यदि तुलसी माताको नजिक दियो बालियो भने मानिसको काममा आइरहेका रुकावट र मानसिक उल्झन बिस्तारै बिस्तारै खतम हुन थाल्छन्। यो उपाय खास गरी ती मानिसका लागि निकै फाइदाजनक मानिएको छ जसका काम बीचमै रोकिन्छन् वा जिन्दगीमा बिना कुनै कारण रुकावट आइरहन्छन्। एकादशीको रातमा यदि हुन सके दियोलाई केही बेरसम्म बलिरहन दिनुपर्छ र भगवान विष्णुका पवित्र नामको जप गर्नुपर्छ। अब कुरा गरिहालौँ बरुथिनी एकादशीको एकदम सही मिति र शुभ मुहुर्तको बारेमा। वैदिक पञ्चाङ्ग र हाम्रो पात्रोको हिसाबले बरुथिनी एकादशी तिथिको सुरुवात 30 चैत 2082-83 को मध्यरात 1:16 भइहाल्नेछ र यसको समापन 1 वैशाख 2083 को मध्यरात 1:08 हुनेछ। हिन्दू धर्मको मान्यतामा उदय तिथिलाई नै मुख्य मानिन्छ, अर्थात् जुन तिथिमा सूर्य निस्कन्छ उपवास त्यही दिन राखिन्छ। त्यसैले बरुथिनी एकादशीको पवित्र व्रत 30 चैत 2082 दिन सोमबारकै दिन राखिनेछ। यो वर्ष 2082 को अन्तिम दिन पनि हो, त्यसैले यसको महत्त्व अझ बढेको छ। तहीं साथीहरू, बरुथिनी एकादशीको पारण अर्थात् व्रत खोल्ने सही समय 1 वैशाख 2083 मंगलबारको बिहान 6:54 देखि 8:31 को बीचमा रहनेछ। यो ध्यान रहोस् कि द्वादशी तिथि खत्म हुनुभन्दा पहिले नै पारण गरिहाल्नु सबैभन्दा शुभ हुन्छ। बरुथिनी एकादशीको यो दिन भगवान श्री लक्ष्मीनारायणको विशेष कृपा पाउने निकै पवित्र र दुर्लभ मौका मानिन्छ र यस दिन तुलसी मातासँग जोडिएको उपाय गर्दा निकै शुभ फल मिल्छ। तुलसी माताको पूजा र उपाय यस दिन निकै अचूक मानिएको छ। यस दिन बिहान बिहान ब्रह्म मुहुर्तमा उठेर सबैभन्दा पहिले आफ्नो दिमागलाई शान्त गर्नुहोस् र भगवान श्री हरि विष्णुजीको ध्यान गर्नुहोस्। यसपछि नुहाई धुवाई गरेर एकदम सफा कपडा लगाउनुहोस् र तुलसीको बिरुवाको अगाडि उभिएर दुवै हात जोड्नुहोस्। उहाँलाई प्रणाम गर्नुहोस् र मनमनै आफ्नो दुःख तकलिफहरू मेटाइदिन बिनती गर्नुहोस्। एउटा तामाको लोटामा सफा जल र थोरै गङ्गाजल मिसाएर तुलसीको जरामा अर्पित गरिदिनुहोस् र पानी चढाउने समयमा निकै बिस्तारै ओम नमो भगवते वासुदेवाय मन्त्रको लगातार जप गरिरहनुहोस्। जल चढाएपछि तुलसीको बिरुवाको चारैतिर कमसेकम 7 पटक परिक्रमा अवश्य गर्नुहोस्। यसो गर्नाले भगवान विष्णु र माता लक्ष्मीको असीम कृपा तपाईको घरमा सधैँ बनिरहनेछ। साथीहरू, आजको यो भिडियो तपाईलाई कस्तो लाग्यो? कमेन्टमा आफ्नो राय दिनुहोला र भगवान विष्णुको कृपा पाउन ओम नमो नारायण लेख्न नभुल्नुहोला। धन्यवाद।